चाहिँ यहाँ जीवनमै पहिलो दोस्रो तेस्रो होला होमवर्क गर्दैछ खतरा तरिकाले लेख्छ ग लेख्ने प्रयास गर्दैछ ल लेख त छोरा अनि लेखेपछि को नाच्छन् हेरौँ ल ल मैले हल्का त्यहाँनिर ड्रेस ट्रास बनाइरहेको छु वा हजुर नाच्नु भाइ ल अब अर्को यो घुमा भाइ घुमा यस 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 अनि एकचोटि गर्ने बित्तिकै यहाँ फाल्दियो पेन्सिल अब यो नाइस गुड जब यहाँ औँला मात्रै जुँदैन अर्को हात हान्छ स्याबास हाई फाइभ ल ओच दाजुलाई नि ओछ तपाईँ केसँग के लाग्छ भनेर विवानको केसँग लाग्छ नहेरिकन चाहिँ बन्द गर भएन अलिक मजाले पढ्थेँ भोगेकै छैन नाइस अरू यो भएन भाइ बाङ्गो भयो त्यसको त ढाडै भाँच्यो ठिक छ केही हुँदैन त्यसले ल यो नाइस अब त केही सिकाउनु पर्दैन भाइले आफै आयो नि भयो राम्रो भएन दुईवटा भयो ल यो दुईवटा फेरि लेख ल अलिक बाङ्गो पुग्यो ल यो सिधा तान्नुपर्छ नि त अनि सिधा हुन्छ क्या नाइस घुमाउ ओके बेस्ट यो हात आमाले कहाँ राख्नु भनेको छ अर्को हात नमुना लेखन अभ्यासबाट ग लेख्ने प्रयास गर भनेको क्या यो ग लेख्नलाई सिका भनेको ल यो कविता म्यामको हो लु छिटो यसलाई घुमाउनु बाँकी छ यहाँ हात टाउकोले नछेल न त अनि उज्यालो छेलिन्छ लु ल यस्तो घुमाएर यहाँ ल्याऊ यहाँ यस्तो गरेर घुमाएर ल्याऊ घुमाउनु बाँकी छ नाइस अब भयो यो अब घुमाएर ल्याउनु